एकछिन यो काम सकेर घरे कार्कीको घरमा पुरान्छु सुन्न जाम भनेको होइन। यो भुन्टे र भुन्टेका बा आज बिहानदेखि कता हो? कहिले टाढो भएन। ए भुन्टेका ए बा भुन्टे ए भुन्टे बसेर खान पायो हुन्थ्यो। ए भुलै त्यो भुट्टेको बाउ पनि आयो सँगै बसेर खान पायो हुन्थ्यो। त्यही त आज बिहानदेखि कहाँ जानुभयो होला? आउनुहुन्छ होला। हजुर बस्दै गर्नु न बा, अहिले आएपछि खाना ढिलो होला मान्छे लाउला। अहिले खाँदै गरौँ। ए बा मलाई त भोक लागिसक्यो। छोड्दै भुलै तँ पनि आउँछ। त्यता फेरि भोक लाग्यो होला। सँगै खाना तुलो हामी सँगै खाउँला। सँगै खाएको मिठो हुन्छ। सँगै खानु खाना खेलाउँछ के बा? अहिले अलिकति तातो खाए भयो नि त। अहिले कतिखेर आउनुहुन्छ? उहाँले त खानु होला नि त। बाहिर तातो खानेको भयो कि? ठिकै छ। हाम्रा अब आज सुखका दिन आउला जस्तो छ गाँठी हुन्थ्यो। आज बल्ल पुरा होला जस्तो छ। के छ दाजु, मेरो त प्रोक्चुरलको भिसा लाग्यो त हो। प्रोक्चुरलमा जाने भइयो त हो। प्रोक्चुरल जाने भन्ने बित्तिकै काकीले पनि काम ठाडो पाएको सुन्नु। केही ल्याइदिन्छ कि भनेर होला। पहिला त यो कुरो त आफ्नै घर परिवारलाई सुनाउनु पर्यो नि। के छ केटो खबर? म त प्रोक्चुरल जाने भयो नि हो। 5 लाखमा 10 थपीहरू जानुपर्ने है, मिलाएर बुझ्नु। ओहो बडोबा मेरो प्रोक्चुरलको भिसा लाग्यो। अब बडोबालाई के थाहा प्रोक्चुरल भनेको इटरी सम्झिनु भयो कि क्या? ल ए भुन्टे कि आमा हजुर आइज बाबु।